गुड मर्निङ गाइज है। आज चाहिँ म टक्क बिहान उठेँ अनि यसो बाहिरको भ्यू के छ भनेर चेक गर्नलाई सुरु गरेँ है। अनि आज चाहिँ कसो छ के छ भन्दाखेरि अब टक्क लाएर मलाई चाहिँ भान्जालाई अब कलेज पुर्याउनु पर्ने। आज भान्जाको इक्जाम नि चलिरहेछ। अब भोलि चाहिँ लास्ट हो भने म चाहिँ उठेर बाहिर निस्किसकेको छु। बाहिर निस्किने क्रममा चाहिँ म टक्क भर्याङबाट झर्दै थिएँ। मम्मी चाहिँ हाम्रो चाहिँ बारदली यो साइडको स्पेसमा आएर बसिराख्नु भएको छ। अनि के छ मम्मी भने मैले ठिक छ अब भन्नुभयो। अनि त्यसपछि म चाहिँ एउटा टक्क तलतिर झर्न थालेँ। मैले चाहिँ पहिला नै भान्जालाई गाडीको चाबी दिएर चाहिँ भान्जालाई गाडी साडी स्टार्ट गरेर चेक गरेर रेडी गरेर राख्नु है भनेको थिएँ। अनि म सट्ट जाँदै थिएँ, भान्जा चाहिँ गाडी स्टार्ट गरेर यहाँनिर ठङ्रङ्ग उभिएर बसिरहेन कि। अनि त्यसो सर गयो भने भान्जाले चाहिँ यहाँनिर हेर्नुहोस् त मामा यहाँनिर त आइसै जमेर छ भन्दै देखाउनु थाल्यो होइन। के रहेछ भने मैले चेक गरेँ, छोइ हेरेँ, आइस त साँच्चीकै जमिरहेको छ कि। अहिले चाहिँ अब पुसको महिना अन्तिम भइसकेको छ। त्यो भएको कारणले आइस हो भने जमिरहेको छ कि। अब गाडी चाहिँ भान्जाले स्टार्ट गरिसकेर हिटर सिटर अन गरेर टक्क लाएर गाडी चाहिँ रेडी पोजिसनमा बसिरहेको छ होइन। अनि त्यसमा सर निस्क्यौँ होइन। निस्क्यौँ अनि यो धापखेलको बाटो चाहिँ कच्ची थियो नि त होइन। मैले योभन्दा अगाडिको भ्लगमा नि बनाइसकेको थिएँ। अनि अहिले सबै पिच भइसकेको छ क्या माथितिर चाहिँ। अनि टक्क लाएर हामी मामभन्दा चाहिँ सर बिहान निस्क्यौँ होइन। किन भन्दाखेरि 7 बजीदेखि चाहिँ भान्जाको कलेजमा चाहिँ इक्जाम चलिरहेको थियो। त्योभन्दा अगाडि चाहिँ हामी चाहिँ 5:30 बजे नै घरबाट निस्किसक्थ्यौँ भने अहिले इक्जाम चलेको भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ त्यही 7 बजी चाहिँ कलेज पुग्ने गरी 6:30 अराउन्डको बिचमा हामी निस्किने गरेको छौँ। अनि अब बाटो नि अहिले राम्रो भएको छ अनि भ्यूहरू नि ठिक छ। अनि के छ त कसो छ भन्दाखेरि अब आज चाहिँ अब पुसको 25 गते नि भइसकेको छ होइन। अब यो भिडियो चाहिँ भोलि मात्रै पोस्ट हुन सक्छ, त्यही पनि आज नै गर्न सकिन्छ होइन। भिडियोलाई माया गर्नुहोस्, च्यानललाई सब्सक्राइब पनि गर्नु होला र बाटोमा भएको गतिविधिहरूलाई चाहिँ हामीले तपाईँहरूलाई देखाउने गर्ने नै छौँ होइन। यो च्यानल चाहिँ मेरो अब युट्युब च्यानल भर्खर मैले चाहिँ स्टार्टिङ गरेको च्यानल हो। यो चाहिँ विल्स भाइब्स भनेर चाहिँ मैले अब खोलेको छु भने अब गाडीमा हिँड्दाखेरिको भाइब्सहरू के छ त कसो छ भनेर चेक गर्नको लागि लिइरहेको च्यानल हो भने यहाँनिर अब स्कुल भ्यान पनि सर अघि बढिरहेको थियो। यो चाहिँ डिबिसीको 1300 सुमेरभन्दा अगाडिको हो भने बाटो राम्रो छ। अनि हामीलाई ढिलो भएको कारणले हामीले हाम्रो गाडीको स्पिडको गति चाहिँ अलि बढी नै थियो। किनभने हामीलाई 10 मिनटमा चाहिँ धापखेलबाट कुमारीपाटी पुगिसक्नु पर्ने भएको कारणले गर्दाखेरि चाहिँ सेभ राइड गरेर चाहिँ हामी चाहिँ टक्क अलिकता स्पिडमै गइरहेको थियौँ। किनभने भान्जा अलि हतार गर्नुभएको थियो। त्यो भएको कारणले अलि स्पिड गरिरहेको थियौँ भने बिहान मौसम चाहिँ हिटरै चलाए नि झ्याल खोल्यो भने चाहिँ एकदमै चिसो छ क्या अहिले पुसको मौसममा चाहिँ। र अहिले चाहिँ हामी जाने क्रममा चाहिँ अहिले यो चाहिँ ठ्याक्कै कुन ठाउँ हो भन्दाखेरि यो ठ्याक्कै कृषि हो होइन। यो धापखेल्दो बाटोभन्दा अलि वरपट्टिको कृषिको बाटो हो। अनि यो बाटोमा चाहिँ हामीले 70देखि 90सम्मको स्पिडको रेन्जमा चाहिँ हामी हिँडिरहेको थियौँ होइन। अनि गाडी पनि अलि लग्जरी भएको कारणले गर्दाखेरि यताउता दायाँ बायाँ भन्ने कुरो पनि भएन होइन। अनि बाटो नि ठिकै छ, राम्रै छ होइन। अनि यहाँनिर टक्क हामी चाहिँ यो धापखेल्दो बाटो चोकमा लगभग आइपुग्यौँ। अलिअलि जाम हुन सुरु गर्यो होइन। अनि अब यसो हेर्दै गरेर हामी चाहिँ अब अलिकता अब राइडिङ पोजिसनमै चलाउने भएको कारणले गर्दाखेरि हामी खासै यहाँनिर जाममा चाहिँ परेनौँ। हामी सट्ट हामी अगाडि बढी नै सक्यौँ होइन। आजको दिन चाहिँ मेरो यस्तै भएर अनि बित्दै गयो होइन। तपाईँहरूको के कसरी बित्यो त्यो त मलाई थाहा भएन है। र भिडियोलाई कस्तो लाग्छ च्यानललाई सब्सक्राइब गर्नुहोस्। अनि भिडियोमा चाहिँ प्रतिक्रिया दिनको लागि चाहिँ तपाईँहरूले कमेन्ट सेक्सनमा गएर कमेन्ट छोड्नु नि सक्नुहुनेछ है। र तपाईँहरूलाई चाहिँ अब सेकेन्ड ह्यान्ड मार्केटको गाडीहरू चाहिन्छ भने नि मेरो अर्को युट्युब च्यानल छ। अर्को युट्युब च्यानलको नाम चाहिँ शुभ यात्रा अटो प्राली सर्च गरेपछि तपाईँहरूले चाहिँ युट्युब च्यानल देख्न सक्नुहुन्छ। र तपाईँहरूले चाहिँ हाम्रो च्यानललाई चाहिँ माया गर्नु होला गाइज है। प्लिज गाइज च्यानललाई माया गर्नुहोस्, च्यानललाई सब्सक्राइब पनि गर्नुहोस्। र यस्तै हामीले चाहिँ गाडीमा हिँड्दाखेरिको कस्तो इन्भाइरोमेन्ट छ त के छ कसो छ बाटोमा भएको गतिविधिहरूलाई चाहिँ हामी क्याच गरेर चाहिँ तपाईँहरू सामु देखाउने नै छौँ है। अनि बाटो चाहिँ अब काठमाडौँको बाटो त्यही त हो, अलिअलि भिडभाड नै हुन्छ, जाम नै हुन्छ। म चाहिँ 10 मिनटमा पुग्छु भनेको ठाउँमा आधी घन्टा नि लाग्छ कुनै बेला चाहिँ त्यस्तै हुन्छ होइन। अहिले चाहिँ हामी लगभग हामी यता कहाँनिर आइपुगेको छौँ भन्दाखेरि यो चाहिँ कुन बाटो हो अब यो अहिले बाटो नै चिन्नलाई नै गाह्रो भइसक्यो मलाई। तर त्यस्तो धेरै चाहिँ होइन गाह्रो भएको चाहिँ। जेसुकै भयो नि जिन्दगी भनेको यस्तै हो, रमाइलो गर्नुपर्छ है। 2 दिनको जिन्दगीमा रमाइलो भनेको चाहिन्छ नि। अनि आज चाहिँ मेरो दिउँसोको काम चाहिँ के थियो भन्दाखेरि यातायात जानुपर्ने थियो क्या। यातायात चाहिँ किन जानुपर्ने थियो भन्दाखेरि हाम्रो अफिसबाट चाहिँ एउटा गाडी कारोबार भएको थियो जुन फोर्डको फिगोसँग चाहिँ हामीले चाहिँ रियो साटेको थियौँ।
अनि अब रियो गाडी चाहिँ अलि पुरानै थियो, त्यो भएको कारणले चाहिँ सनाखतको मात्रै गरेर हुँदैन, हामीले चाहिँ कम्पनीको नाममै राख्नुपर्छ भनेर चाहिँ प्रोसेस गरेर चाहिँ हामी टक्क लाएर रियो गाडीलाई नै प्राविधिक गर्ने प्रोसेसको कारणले गर्दाखेरि म चाहिँ यातायाततर्फ नै लाग्नुपर्ने भएको थियो। त्यो भएर म यातायाततिर नै गइरहेको थिएँ। अनि यातायात गएँ होइन, अनि टक्क प्राविधिकहरू सबै गरेँ होइन, कामहरू यताउता होइन, भएको कामहरूलाई सबै गरियो। अनि लास्टमा चाहिँ फर्केर आउँदा चाहिँ बाटोमा पेट्रोलै सिद्धो क्या यो गाडीको चाहिँ होइन। अनि मैले चाहिँ हाम्रो कमल सरहरूलाई बोलाएँ होइन, उहाँहरूले बोलाएपछि उहाँहरू आएर चाहिँ तेल सेल हाल्दैन रेडी गरिसक्नु भएको छ गाडी चाहिँ। मैले बाटोमै पार्किङ गरेर म चाहिँ कफी खानुलाई लागिसकेको थिएँ। अनि त्यसपछि चाहिँ अनि सब फर्केर आएँ। अनि यताउता गर्दा गर्दै रात पऱ्यो। अनि त्यस्तै भयो। अनि फेरि हाम्रो एयरपोर्टतिर जाने काम पऱ्यो होइन। अनि हाम्रो एयरपोर्टतिर जाने काम परेपछि हामी चाहिँ एयरपोर्टतर्फ लाग्यौँ। अनि एयरपोर्टको इन्भाइरोमेन्ट चाहिँ के छ भन्दाखेरि हामी एयरपोर्टको गेटमै पुगिसकेका छौँ। अनि यहाँनिर चाहिँ अब एयरपोर्टमा चाहिँ कस्तो छ भन्दाखेरि अब यहाँनिर जब सबै कुराहरूको टेन्डर यताउता राजनीतिक दलकोले नि के गर्छन्, सरकारले चाहिँ कस्तो गर्छ भन्दाखेरि सबै कुराहरूलाई चाहिँ अब हामीले यो गाडी अब टक्क यहाँबाट हामीले गाडी गेटबाट भित्र इन्डिङ छिराइसकेको छौँ। भित्र गइसकेपछि चाहिँ अब पार्किङ चार्ज उठ्न सुरु भइसकेको छ गाडी चाहिँ। किन भन्दाखेरि अब यस्तो ठाउँमा चाहिँ पार्किङ चार्ज चाहिँ नलाग्नु पर्ने हो, तर पनि यहाँ पार्किङ चार्ज लाग्न सुरु भइसकेको छ। त्यही पनि अब पार्किङ चार्ज तिर्नु 1-200 तिर्नु ठुलो कुरा चाहिँ होइन, तर सबैलाई चाहिँ त्यो कुराहरूलाई चाहिँ अलिक अप्ठ्यारै पर्न सक्छ। त्यो भएको कारणले गर्दाखेरि म्यानेजमेन्ट पनि गर्नुपर्ने हुन्छ जस्तो लाग्छ नेपाल सरकारले। र हामी चाहिँ अब आफ्नो गन्तव्यतिर अगाडि बढ्दैछौँ होइन। यहाँतिर यसो हेर्दाखेरि इन्भाइरोमेन्ट नि त्यति धेरै ब्याड चाहिँ छैन, राम्रै छ होइन। अनि हामीलाई पनि के छ कसो छ यताउता होइन। अब एयरपोर्ट आइयो, विदेशबाट आउने राम्री केटीहरू पनि आइरहेको हुन्छन्, यसो बाटोमा बसेर टक्क पर्पोज हानिदिउँ जस्तो नि हुन्छ होइन। त अनि एउटा हामीलाई चाहिँ गुलाबको फुल किनेर लगेर यसो त्यतिकै अनएक्सपेक्टेड नसोचेको मान्छेलाई लगेर टक्क फुल दिने कि भनेर हामीले प्लान पनि गऱ्यौँ। प्लान गऱ्यौँ। अब त्यसपछि फेरि यसो अब रिजेक्ट हानिदियो भने त बेइज्जत हुन्छ होइन। बेइज्जत भयो भने त तनाव हुन्छ नि त। अब तनाव किन लिने, फेरि अब अलरेडी त्यत्तिकै त अब तुइमै तनाव भइरहेको हुन्छ। अनि फेरि अब बल्ल अब गर्लफ्रेन्ड यसो बनाउन त भनेर पर्पोज हान्न गइदियो, विदेशबाट आउने कि त्यसको बोयफ्रेन्ड साँडेले देखिहाल्यो भने त मारिहाल्छ होला होइन। तर बोयफ्रेन्ड नभएको नि हुनसक्थ्यो होला, तर हामीले त्यो कोसिस चाहिँ गर्दै गरेनौँ। प्रक्रियामा चाहिँ थियौँ हामी, तर त्यो कोसिस चाहिँ गरेनौँ। अनि टक्क हेऱ्यौँ यताउता होइन। अनि टक्क गाडीलाई पार्किङ गर्न खोज्यौँ, यताउता हेऱ्यौँ कहाँ छ पार्किङ त होइन। पार्किङ स्पेस नि फुल नै थियो त्यहाँनिर होइन। यसो हेर्दा फेरि लास्टमा गएर तल गएर अनि पार्किङ गर्ने कोसिसमा गयौँ। अनि पार्किङ बल्ल अनि यहाँनिर एउटा साइड हामी गइरहेको थियौँ, एउटा बुढो आइरहेको रहेछ यहाँनिर सुटो यो पार्किङमा। अनि त्यसपछि यहाँनिर उसले हाल्नलाई आइरहेको रहेछ। हामी चाहिँ यहाँबाट निस्केर जान्छौँ भन्दा नि मान्दैन टाउको निकाल्छ। झरेर गएर 2 थप्पड दिउँ जस्तो चाहिँ भइरहेको थियो। त्यही पनि अब 2 थप्पड दिएपछि त फेरि कानुनी हिसाबमा जानु पर्दा फेरि त समस्या हुन्छ हेर्नुहोस्। अब त्यो समस्याको समाधान गर्नको लागि धेरै कष्टहरू पर्छ भन्ने खालको चाहिँ तुरुन्तै स्पिड दिमाग चल्ने भएको कारणले गर्दा चाहिँ हामी चुप्पै लाग्यौँ, केही पनि गरेनौँ। भने बुढो मान्छेले चाहिँ अनि टक्क बाटो दिए भनेपछि झ्यालबाट निस्केर है बाटो दिनुहोस् न यार, के भइरहेको त भयो भनेर हामीले यसो थर्काउन नि खोजे जस्तो माया गरेर भने जस्तो नि गरियो। त्यसपछि सट्ट बुढोले बाटो दियो होइन। हामी टक्क अनि अगाडि बढ्न थाल्यौँ। अनि त्यहाँबाट निस्किने बित्तिकै चाहिँ त्यहाँनिर चाहिँ पुरै पार्किङ स्पेसहरू खाली थियो। तर त्यो बुढोलाई चाहिँ त्यहीँनिर छिराउनु परेको रहेछ, किन हो कि होइन। अनि अगाडि पार्किङ गरे नि हुने रहेछ नि त त्यो बुढोले त होइन। बुढो होइन काका होइन, काकाले गरे नि हुने रहेछ काकाले होइन। अब काकाले गरेनन्, उसलाई अब त्यहीँ राख्नु परेको रहेछ, किनकि उसको अब आफन्तको गाडी नै सँगै थियो कि के थियो कि होइन। त्यो भएको कारणले नि राखेको हुनसक्छ भने जस्तो भयो हामीलाई। अनि त्यसपछि हामी टक्क अनि अलि अगाडि लगेर पार्किङ गऱ्यौँ होइन। अनि गाडी पार्किङ गरेपछि सट्ट बाहिर निस्क्यौँ, यसो हेर्छौँ गाडीहरू पार्किङहरू टन्नै छन्। अब के गर्ने हामी, यहाँ आइसक्यौँ। के गर्ने भन्दाखेरि अब हिमालयन जाभेमा गएर चाहिँ कफी खाने हाम्रो प्लान भयो होइन। हामी 2जना सीमान्त सर र हामी 2जना थियौँ होइन। अब हामी हिमालय जाभामा जाने कि कफी खान कता अन्तै जाने त। हाम्रो ग्रुप फेरि अलिक ठुलै थियो, 4-5जनाकै। हामी 2जना मात्रै अन्तै गइदिने कि जस्तो नि भइरहेको थियो। होइन त्यसो गर्नु हुँदैन
भनेर हामी चाहिँ त्यसपछि हामी सँगै कफी खाने हो नि। अनि हामी 3 जना चाहिँ हामी अङ्कल लगायत सीमान्त सर अनि म चाहिँ हामी कफी खायौँ। अनि यहाँनिर हिमालयन जाबामा टक्क कफी सफी खायो होइन, बस्यो होइन। अनि हामी सीमान्त सर र म चाहिँ माथितिर गएर एक राउन्ड घुमेर आयौँ मजाले, यहाँतिर के छ त कसो छ होइन। टाइमिङ पनि हामीसँग प्रशस्तै थियो, त्यो भएर चक्क घुम्यौँ ओऱ्यौँ अनि यताउता गऱ्यौँ होइन। अनि यहाँनिर जुन हामी चाहिँ अनि घुम्ने क्रममा चाहिँ जाँदा जाँदै कहाँ पुग्यौँ भन्दाखेरि हाम्रो यो बालेन सरले बनाएको प्रतीक्षालयसम्म पुग्न नि सफल भयौँ। यो एयरपोर्टको साइडमा यो चाहिँ बालेन सरले निर्माण गरेको प्रतीक्षालय भनेर चाहिँ हामी गएर एकछिन मजाले बसेर यसो हेऱ्यौँ। अनि त्यसपछि सट्ट सबै कुराहरू भइसक्यो, हामी एयरपोर्टबाट पनि फर्क्यो। अनि त्यसो फर्किने क्रममा चाहिँ हामीसँग चाहिँ एउटा रेड लेबल चाहिँ हामीसँग गाडीमा थियो। अनि यो रेड लेबललाई चाहिँ अब के गर्ने, खाने भने यसरी चेस हान्यो हामी 2 जनाले। अनि चेस हानेर चाहिँ अब खाउँ कि नखाउँ भयौँ। हामी रक्सी त खासै खाने मान्छे त होइन, तर हातमा रेड लेबल परिसकेको छ। होस् अब हुँदैन, यसो खानु हुँदैन भने हामीले यतिमै क्यान्सल गऱ्यौँ। आजको भिडियोलाई यतिमै हिन्ड गऱ्यौँ। फेरि पनि यस्तै भिडियो लिएर आउनेछौँ है त।